हेलो गाइज नमस्कार। म चाहिँ अहिले कमेन्टबाट रुम आइपुगेँ। आज चाहिँ हाम्रो लोटो काट्न जाने भन्ने प्रोग्राम छ। अब आज चाहिँ ट्याक्कसँगले लोटो काट्न जाने हो। भोलि आइकन फेरि पैसा भरि भराउँछ कि पर्छ भरि। पैसा पनि यति नै रहेछ। अब कोरिया आइकनको स्यालेरी भनेको यति बाँचेको छ। अब म चाहिँ अब रेडी भइवरी अब चाहिँ जानु लागेको। अनि यहाँ छ मेरो कालो चस्मा। हामी चाहिँ अहिले 7-11 छौँ। यहाँनिर हाम्रो लक्ष्मण छन्। त्यो चाहिँ लोटो काट्नको लागि पैसा झिक्दैछन्। यसपालि कोरियालाई घाटा लाउने होइन त हामीले। मलाई त कतिको काट्ने हो लोटो? 2-3 लाख हान्नुपर्छ। यहाँनिर चाहिँ अहिले 7-11 छौँ। अब यहाँबाट चाहिँ हामी लोटो काट्न जानु आँटेको होइन। अनि यहाँनिर चाहिँ हाम्रो दाइ आज कस्तो भयो त काम तपाईँहरूको? यहाँ त कोरिया त पैसा मात्र छ भन्ने मात्र हो है। काम त पेलान हुन्छ नि। हाम्रो काम चाहिँ फेरि घुँडा टेकेर गर्ने। दुइटै खुट्टाको घुँडा पुरै निलो हुन्छ। यो कोरियामा आएर कति कमाइस् भन्नेहरूलाई चाहिँ पेन्ट खोलेर घुँडा देखाइदिन मन लाग्छ होइन कि कसो। अब यहाँनिर मेरो 1 लाखको चस्मा चाहिँ यही हो। एटेरिका कोरियाको फर्स्ट स्यालेरीले किनेको भनेको यही एउटा चस्मा हो। यहाँनिर चाहिँ हाम्रो सिक्ताङ छ। यो चाहिँ हाम्रो साथी हाम्रो छिङ्गु हाम्रो को छन्। यहाँनिर हाम्रो चाहिँ भियतनामको साथी हो होइन। सिन्चाओ ओके। हामी चाहिँ यहाँनिर साछामा छु मैले। साला झन्डै लडेँ। अब यहाँबाट चाहिँ हामी लोटेमार्टसम्म जाने हो। लोटेमार्टमा चाहिँ ट्याक्कसँगले लोटो काटेर यसपालि चाहिँ करोडमा आउने भयो क्या पैसा। सर मेरो अब त्यही हो। अरू के भन्नु छ र होइन। नेपालीको फर्स्ट चिठी मैले पार्ने भन्ने विचारमा छु। फर्स्ट चिट्ठा मेरो चाहिँ फेरि दोस्रो चोटि भइसक्यो होइन। नेपाल जाने नि छरे साट्ने ठाउँ टिकट काट्न पनि सहिलो हुन्छ। पर्ने भनेकै मलाई हो यसपालि। फेरि यो चस्मा चाहिँ मेरो 1 लाखको हो नि। चस्मा चाहिँ ठिक छ होइन। अब लोटो पार्ने भनेकै मैले हो। अब मैले पारेपछि तिमीले पारेपछि 50-50 गर्नुपर्छ लोटो चाहिँ कि हुँदैन? हामी 3-4 जना अगाडि सुखारू पनि आउँदैछ। 4 जनाले चाहिँ ट्याक्क लोटो काटेर 4 जनाले लोटो काट्ने हो। जति पर्छ आधी हो। सबैजनालाई बराबर लाउने हो क्या। 1.5 करोड पऱ्यो भने त यहाँ त बसिँदैन। यो त कोरिया भन्नु मात्र छ क्या। कोरिया आएको फिल पनि भएको छैन क्या। हल्का फिल त हुन्छ नि त। कोरिया आएपछि कोरिया आएँ भने जस्तो पनि भएको छैन क्या। एयरपोर्टमा उत्रिन्जेलसम्म अलिअलि फिल भएको छ। त्यहाँदेखि यहाँसम्म आउन्जेलसम्म कोरियाको फिल अलिकति पनि आएको छैन। यहाँनिर आएर त काममा गयो भने त झन् बिहान काममा उठेर गयो। त्यहाँदेखि बेलुका कामबाट आउँदाखेरि मुख भइरहेको हुन्छ क्या पुरै गरेर। उस्तै घुँडा निलो। बिहान उठ्दाखेरि हात कक्रिएर उस्तै हुन्छ। कामको त कुरै नगरौँ। यहाँनिर चाहिँ दामी फुलहरू रहेछ। यहाँनिर चाहिँ फेरि जसको पाए त्यसको भिडियोहरू चाहिँ निकाल्न हुँदैन होइन। फेरि खल्ले गर्छ अरे के गर्छ अरे नेपालतिर पठाउँछ भन्छ। यति छिटै त नेपाल आउन मन पनि छैन। अब अलिअलि त कमाउनु पऱ्यो जमाउनु पऱ्यो कि कसो केटा हो होइन। कमाउन आएपछि अलिअलि त गर्नु पऱ्यो नि त। त्यही भएर यहाँनिर चाहिँ भिडियो कम्पनीभित्र कुनै पनि त्यस्तो हुन्डाइभित्रको भिडियोहरू पनि बनाउन मिल्दैन रहेछ। अस्ति एउटा सानो क्लिप बनाइहाल्यो। छिकजाङले भक्कु गाली पनि हानिहाल्यो। अनि त्यो भिडियो चाहिँ डिलिट गरियो। नत्र भने त्यहाँनिरबाट चाहिँ राम्रो भिडियो बनाइएको थियो। अब कम्पनीभित्रको कुनै पनि त्यस्तो कामसँग सम्बन्धित गतिविधिहरू चाहिँ बाहिर सामाजिक सञ्जालमा चाहिँ हाल्न पाइँदैन रहेछ। डाँडा छ यहाँनिर चाहिँ। अब गर्मीमा चाहिँ कोकसोक बियर लगेर टक्कसँगले बसेर खान चाहिँ दामी हुन्छ। तर यहाँनिर अलि सोझो भनेको मै हो होइन। बियर केही नखाने मान्छे चाहिँ मै मात्र हो।
अरूले चाहिँ अब बजाउँछन् जरै। अब यहाँनिर चाहिँ हाम्रो सुक्खा छन्, यी भयो भने मात्र भ्लग चल्छ भनेर खुब लाउँदै थियो, गफ लाउँदै थियो होइन। स्वागत छ साथीलाई। ल यो खाजामाला चाहिँ यता दाइलाई पनि नमस्ते गर। हो भाग्यमानी हुनु होइन। पैसा नभएपछि त अब निकाल्नु पऱ्यो, लोटो त काट्नु पऱ्यो। अब यसपालि बा भाग्य चम्किने हो कि यो खप्परमा छ कि भन्ने छ होइन। यहाँनिर चाहिँ छन् हाम्रो सुक्खाहरू, पैसा झिक्दैछन्। फाइनली हाम्रो पैसा देखाउँ न। पैसा आइसकेको छ 2 मान। यसले चाहिँ ट्याक्कसँगले गएर लोटो काट्ने हो। अब 2 मानले कति कमाउने हो? 40 करोड ठ्याक्कै। यतिको हुनु पऱ्यो क्या। मान्छेले अलिकति ठुलो सोच्यो भने ठुलै हुन्छ क्या, त्यही भएर सानो सोच्न हुँदैन। फिल्ममा हो काम गर्न मजा कि ट्रेनिङमा मजा हो? काममा मजा हो है। हामीलाई 8 घन्टा बसेर पैसा दिँदा पनि त्यो पनि मजा भएन है। भनेपछि त मलाई चाहिँ फेरि यसरी बसेरै खाने बानी भएको छ कि नेपालमा। बसेर त कति दिन पो खाइन्छ र अब खाने भनेको काम गरेरै हो होइन। काम गऱ्यो भने चाँडो सिकिन्छ, काम सिक्यो भने चाँडो तलब बढाइदिन्छ। यतिको सोच चाहिँ यतिको हुनु पऱ्यो है, सोच चाहिँ यतिको हुनु पऱ्यो। को यो नेपाल साराम। यहाँनिर चाहिँ एउटा कोरियन रहेछ, यहाँनिर चाहिँ एउटा कोरियन रहेछ, बुरुक उफ्रिरहेछ होइन। नेपाल साराम भन्दैछ। अब त्यो नमस्ते गर्दैछ परबाट यसले चाहिँ। हेलो छिङ्गु, से हेलो। ओहो हाम्रो चाहिँ कोरियन छिङ्गु होइन। यहाँनिर चाहिँ हाम्रो कोरियन छिङ्गु भेटियो। यहाँनिर चाहिँ हाम्रो लोटो आइसकेको छ। अब यहाँनिर भित्र सायद भिडियो बनाउन पाइँदैन होला। अब यहाँभित्र चाहिँ सायद भिडियो बनाउन यहाँनिर चाहिँ लोटोको नम्बरहरू छ। अब यहाँनिर चाहिँ एउटा लाइनबाट 6वटा चुज गर्नुपर्छ। यसबाट 6वटा, यसबाट 6वटा, यसबाट 6वटा, यसबाट 6वटा, यसबाट 6वटा हो। एउटा सेक्सनमा 6वटा हो क्या। अनि त्यस पछाडि हाम्रो आज भरेको लोटोको चाहिँ भोलि रिजल्ट आउँछ। भोलि 8 बजे पछाडि रिजल्ट आउँछ। अब म चाहिँ यसलाई भर्न गइरहेको छु। यहाँनिर चाहिँ मैले लोटोमा लगाइसकेँ टिक होइन। यहाँनिर चाहिँ केटाहरू लोटो काटिरहेछ। यहाँनिर चाहिँ हाम्रो सुमनले काटिरहेछन् लोटो। ल राम्रोसँग आएन है, योचोटि लक लाग्नु पऱ्यो है। योचोटि लक लाग्यो भने त नेपाल गइहाल्ने हो होइन। म त नेपाल गइहाल्ने होइन। म त योचोटि लोटो पऱ्यो भने म नेपाल गइहाल्ने हो। यो चाहिँ नेपाली 500को लोटो हो। यो 5000 बनिन्छ। यसो कहिलेकाहीँ हप्तामा महिनामा एकचोटि चाहिँ काट्नुपर्छ, किनभने भाग्य चेक पनि गर्दै गर्नुपर्छ होइन। निजी लोटो काटेर निक्लिसकेको होइन। अनि मलाई यहाँनिर 30 करोड यता हेर त एकचोटि अनुहार। 30 करोड ल फिक्स। यहाँनिर चाहिँ लुगाहरू रहेछ। अब लुगाहरू किन्ने भन्दैछ केटाहरू। सोध न के आउँदैन भने भन, म ट्रान्सलेट गरिदिन्छु। यहाँनिर चाहिँ साइकलहरू रहेछ। यहाँनिर चाहिँ टोपीहरू रहेछ कि सस्तै होला। 1200 टोपीको। यति हामी छिरेको पसल चाहिँ हाम्रो खिजाङको रहेछ। अनि गिफ्ट पनि पाइयो। खिजाङको श्रीमतीको तर्फबाट चाहिँ गिफ्ट हाम्रो चाहिँ कम्पनीमा चाहिँ भयो नि राम्रो नै मान्छे छन् है। एउटा बुढो चाहिँ छैन है। एउटा बुढो चाहिँ साह्रै नै एउटा बुढो चाहिँ अलिक ठिक छैन, अरू चाहिँ सबै ठिकै छ। ल अब चाहिँ यहाँबाट चाहिँ हाम्रो अरिचन्द्र र सुखाहरू चाहिँ यहाँबाट जान्छ रुम। हामी चाहिँ अब हाम्रो रुम जानु लागेको। सुखाहरू ल राम्ररी जाऊ होइन।
रेट चाहिँ 40,000 भन्दो रहेछ 10 केजीलाई। अब यही एउटा उठाएर लग्नु पर्ला जस्तो छ। अब चाहिँ यो चामल बोकेर लाग्यो रुमतिर। अझै मस्त चामलको भात सुँगुरको मासु मस्तसँगले पकाएर खाइन्छ होइन। अब त्यही छैन फेरि यहाँनिर चुतिया कम्पनीले सबैभन्दा पुरानो अपार्टमा ल्याएर राखिदियो। भर्खर इछुङ आउँदै रहेछ, 2 तला आउँदैछ, 6 तलामा छ रुम चाहिँ। यति चामल बोकेर जानको लागि पनि गलिन्छ होइन। कामको बेलामा त अहिले चाहिँ रुम आइपुगेको छ। आजको लागि चाहिँ भ्लग यति नै। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला।